कस्तो भयो चटपटे एन्जल? दामी नानी छैन नि माछा। नमस्ते एभ्रिवान, यो चाहिँ हो बिहान 7 बजीको नजारा है। अनि हामी चाहिँ अब आज चाहिँ उता मन्दिर जानेवाला छौँ नि त नेपाल। सो हामी चाहिँ यहाँ गाडी पर्खिरहेको छौँ। गाडी चाहिँ हामी तलबाट आउँछ, मेरो हस्बेन्डले मिलाएको छ है। सो भाइ अनि आप्पा आउँदैछ त्यसमा चाहिँ, अनि पर्खिरहेको छौँ हामी गाडीको वेटिङमा थियौँ यहाँनिर चाहिँ। र यहाँ चाहिँ हामी नेपाल बोर्डर क्रस गरिसकेको छौँ। यो चाहिँ नेपालको छोटो दृश्य। देखा नहीं मैंने पहले कभी ये नजारा, बदला हुआ सा लगे मुझको आलम ये सारा। सूरज को हुई हरारत, रातों को करे शरारत, बैठा है खिड़की पे तेरी। इस बात पे चांद भी बिगड़ा, कतरा कतरा वो पिघला, भर आया आँखों में मेरी। तो सूरज बुझा दो, तुझे मैं सजा दो, सवेरा हो तुझसे ही कल हो। फलक तक चल साथ मेरे, फलक तक चल साथ चल, फलक तक चल साथ मेरे, फलक तक चल साथ चल। ये बादल की चादर, ये तारों के आंचल में छुप जा। अनि साथीहरू यो चाहिँ हो मन्दिरको फेद है। यहाँनिर चाहिँ यसरी मालाहरू अन्त मन्दिरमा चढाउने प्रसादहरू होइन बेच्नु हुँदो रहेछ। अनि हामी चाहिँ यहाँ आएर यहाँनिर किन्यौँ है हामीले सामानहरू मन्दिरमा लाने। र यहाँबाट चाहिँ हामी 45 मिनट्स जस्तो उकालो हिँड्नु पर्दो रहेछ। अनि पहिला हामी फर्स्टमा 2012मा आउँदाखेरि चाहिँ बाटोहरू राम्रो थिएन त्यति बेला चाहिँ, तर अहिले चाहिँ बाटोहरू एकदमै राम्रो। अनि यो कस्तो मजा मजाको पन्ड है, भ्यूहरू कति राम्रो भएछ, धेरै चेन्जेस देखेँ। र साथीहरू हियर इज माई मम है, आमा हुनुहुन्छ मेरो। अनि आमा र म चाहिँ लास्टमा छोडिएको थियौँ हो। अनि यो चाहिँ जस्ट स्टार्टिङ हो, उकालोको चाहिँ स्टार्टिङ मात्रै हो। यस्तो उकालो र गोलाइ त कति रहेछ हो। हामी चाहिँ आमा छोरी चाहिँ पुरै छोड्यौँ, किनभने सबैजनाले होइन छिटो छिटो हिँड्ने नि त। अनि थाकेर म त झन् उकालो हिँड्ने टोटली बानी हराएछ, यति साह्रो परेको यो ठाडो उकालोमा हिँड्नु। अनि यहाँनिर चाहिँ मेरो भाइ हुनुहुन्छ एन्जल है, यहाँ मेरो भेना हुनुहुन्छ, हस्बेन्ड, मेरो नानी, मम्मी, ससुरा, पापा सबै। अनि यो चाहिँ हामीले हेर्दै जाँदै थियौँ यो के गरेको होला भन्दा होइन, यहाँ चाहिँ ढुङ्गा यसरी थाक पार्दो रहेछ नि त, सायद केही विशेषहरू पुरा हुन्छ होला सायद होइन, यस्तो गर्नै पर्छ अरे भनेको चाहिँ सुनेको थियौँ। र हामीले पनि गऱ्यौँ होइन, यसरी थाकमा थाक एक एकवटा राख्दै ढुङ्गा खाप्दै गयौँ।
अनि यहाँ चाहिँ पापा हुनुहुन्छ मेरो लास्टमा हिँड्ने चाहिँ है। अनि कति साह्रो परेको अझै साथीहरू अहिले त बाटोहरू कस्तो राम्रो बनेछ है, एकदम दमसाइलो हिँड्न सजिलो पर्ने। पहिला हामी 2012मा आउँदाखेरि चाहिँ यति साह्रो चाहिँ अप्ठ्यारो बाटो, सानो बाटोबाट छिर्नु पर्ने है, टाइम पनि कति लागेको नि। अनि फाइनली हामी चाहिँ मन्दिर आइपुग्यौँ र यहाँनिर चाहिँ यसरी यस्तै प्रसाद फुलहरू होइन, अन्त त्रिशूलहरू, मन्दिरमा जति पनि पाउने सामग्रीहरू सबै यसरी पाउँदो रहेछ हो। यसरी यिनीहरूले दोकानहरू राखेर बसेको हुँदो रहेछ। यहाँनिर चाहिँ हामी एउटा दोकानमा चाहिँ भित्र बसेर एकछिन बिसाएर पानीहरू पिएर अनि त्यहाँबाट हामीले मन्दिर लाने सामानहरू पनि किनेर चाहिँ मन्दिरमा एन्ट्री भएको है। अनि बाँदर चाहिँ यति बिग्न कि यहाँनिर यति साह्रो थियो बाँदर चाहिँ। अन्त प्रसादहरू जोगाउँदै फोनहरू ब्यागहरू पुरा जोगाएर एकदमै ज्यादा हामी चाहिँ अब केयरफुल हुनुपर्ने नि त, एलर्ट बस्नुपर्ने होइन। बाँदर ज्यादा भएर एकजना आन्टीले लट्ठी लिएर बिचराले खेदिदिएर चाहिँ हामी बल्ल मन्दिरभित्र पसेको र पनि दर्शन पनि राम्रोसँग गर्न नपाएको नि, पुरा डिस्ट्र्याक्ट गर्यो कि बाँदरले। अनि यहाँ चाहिँ मेरो ससुर आउनुहुन्छ कि हस्बेन्ड है, हामी अब दर्शन गर्नुतर्फ लागेको। यहाँ चाहिँ फोटोसुट पनि चलिरहेको थियो है, भाइले चाहिँ फोटो खिच्नु हुँदैन। अनि फोटो सेसन चलिरहेको थियो, सबैजनाको टर्न वाइज मेरो पनि टर्न आयो। मेरो चाहिँ फोटो खिचिमागेको त भिडियो बनाइदिएछ नानीले है, तर कोही बात छैन। आई वाज भेरी ह्याप्पी, मेरो भाकलहरू पुरा भयो मेरो परिवारसँग। अनि हामीले फाइनल्ली दर्शनहरू गरिसकेर पनि है फेरि हामी रिटर्न भयौँ अघिको जग्गामा जहाँ चाहिँ हामीले बिसाएर पानीहरू पिएको थियौँ। यहाँबाट चाहिँ हामीले घरतिर लाने चिनोहरू लगिदिने होइन, प्रसादहरू यहाँनिर चाहिँ किनिङ मालाहरू। अनि सबैजना एकवटा दोकानमा सबैको दोकानेहरूलाई मन राखिदिनु पर्यो भनेर चाहिँ दोकानमा थियो। यहाँ चाहिँ पाएँ झालमुरी पनि खाँदै थियो नि त मेरो देवरले। अनि कस्तो चाहिँ टेस्ट भनेर सोधेको त दामी अरे मिठो अरे होइन, चटपटे भनेर। तपाईँ खानुहुन्छ चटपटे? छोड्नुहोस् त म कस्तो रहेछ आपा चटपटे? मिठो रहेछ? मिठै हो, अलिक बेसी थरी यसले खाउँछ। ए हुन्छ हामी यहाँनिर बनाइदिँदैछ नि यहाँनिर। ए हुन्छ। म त साह्रो पिरो खान्न हौ, मेरो मुखमा घाउ भइरहेको। अनि साथीहरू म चाहिँ इजरायलबाट जब इन्डिया पसेँ नि, घर आएको दिनको चाहिँ म चाहिँ यति साह्रो फुडी भएको थिएँ होइन, जे पनि खान मन लाग्ने। अन्त त्यो चटपटे पनि बेसरी खाएँ। हुन्छ होला हजुर। र हामी त्यहाँबाट मोमोसम्म खाएर चाहिँ निक्लेको है। अनि लन्च चाहिँ अब मोमोले त हुँदैन, भात खानुपर्छ भन्दै सल्लाह गर्दै जाँदै थियौँ होइन। अन्त अब हामी चाहिँ यहाँ घरतर्फ लागेको नि त, त्यो भएर चाहिँ सिलिगुडीपट्टिबाट जानु भनेर भन्यो सबैजनाले। त्योबाट सिलिगुडीतर्फबाट जाने, खाना पनि त्यतै खाने भनेर चाहिँ डिसाइड गरेर चाहिँ हामी यहाँबाट हिँड्यौँ। र 1 घन्टाको सायद 1 घन्टाको गाडीको सफर पछि चाहिँ यहाँनिर मेरो हस्बेन्डले चाहिँ चाराली भन्ने जग्गाको यो रेस्टुरेन्टमा लिएर आउनुभएको थियो होइन, लन्चको लागि। अन्त यहाँ हामी सबै बसेर यहाँ लन्चहरू गऱ्यौँ।
र आफ्टर लन्च चाहिँ हामी चाहिँ चारालीबाट काँक्रे भित्ता हुँदै है काँक्रे भित्ताबाट सिलगढी भएर चाहिँ हामी घर फर्किने। अनि ज्यादा लङ ट्राभल भएको कारणले गर्दाखेरि चाहिँ हैन गाडीलाई पनि एकछिन रेस्ट दिनु भनेर चाहिँ हामी यहाँनिर एकछिन गाडीलाई रेस्ट दियौँ, किनभने पुरा एकदमै ज्यादा ओभरहिट भएको थियो नि त गाडी, अनि गाडीलाई पनि रेस्ट दिनु भन्यौँ। अनि त्यसपछि चाहिँ हामी यहाँ रोहिणीमा आइकन डिनर गरेर जानुपर्छ, अब घरमा गएर पकाउनु अल्छी हुन्छ भनेर डिनर गरेर चाहिँ हामी घरतर्फ लागेको हो। थ्याङ्क्स फर वाचिङ साथीहरू, थ्याङ्क यू सो मच। कहते हैं खुदा ने इस जहां में सभी के लिए किसी न किसी को है बनाया, हर किसी के लिए तेरा मिलना है उस रब का इशारा, मानो मुझको बनाया तेरे जैसे ही किसी के